ल 17 ग्राफट काउन्ट गर त 1 2 3 4 5 6 7 8 9 10 11 12, 13, 14, 15, 16, 17, 18, 19, 21, 22, 23, 24, 25, ल सबैजनालाई गुड मर्निङ अनि खै त गुड मर्निङ भन्छ अनि केटीहरू चाहिँ महिला टिमको चाहिँ उपस्थिति र तालिम चाहिँ एकदम राम्रो भयो है उत्साहजनक फेरि पनि तालिमहरू गराइरहँ जस्तो क्या केटाहरूको चाहिँ अलिअलि खियो जस्तो लाग्यो थोरै थोरै धेरै त छैन यस्तो यस्तै हो खास केटीहरू चाहिँ घट्नुपर्ने तर केटीहरू चाहिँ बढिरहेछ अझै खेल्ने कति छ होला ठिक छ आजसम्म अब 7-8 दिनको तालिम कस्तो रह्यो होइन मलाई जहाँसम्म लाग्छ मैले बेस्ट दिएको छु अनि यसो जगमा रहेर सबै मान्छे सबै खेलाडी चाहिँ शिखरमा पुग्नेछ राम्रो प्लेयर बन्नेछौ राम्रो पढ्नेछौ समाजमा नामी हुनेछौ मेरो चाहिँ आशीर्वाद छ मेरो सबै जति पनि मैले तालिमहरू गराउँदै हिँड्छु सबै साथीहरू चाहिँ मेरो मेम्बर हो मेरो साथी हो तिमीहरू मभन्दा 20-25 वर्ष कान्छो भए पनि मेरो साथी जस्तो हो जहाँ भेटे पनि बोलाउने हैन अनि सम्बन्धलाई अझै सुमधुर बनाइराख्ने काम तिमी हामी तिम्रो र मेरो रहनेछ बुझ्यौ तिमीहरू जब जब बोल्दैनौ म जब जब बोल्दिन अनि हामी एक आपसमा चिन्जानै हुँदैनौँ के त्यो कारणले पनि तालिममा भएका तिता मिठा कुरालाई बिर्सिने मैले पनि त्यही गर्नेछु यो तालिमले दिएको रुल्समा हामी अगाडि बढ्नुपर्ने हुन्छ त्यो हुँदाखेरि तालिम निश्चित रूपमा अप्ठ्यारो हुन्छ गाह्रो हुन्छ सङ्घर्ष गर्नुपर्छ केही हामी सिक्न थियौँ केही सिक्दैछौँ अझै अनि त्यसलाई जीवन्त लागू गर्नुपर्छ मूलत र अहिले यो उर्वर जिन्दगी हो तिमीहरूको हाम्रो त म भन्दिनँ तिमीहरूको चाहिँ उर्वर जिन्दगी हो यो ज्यानलाई जसो गरे पनि हुन्छ दिउँसोभरि सुताए पनि सुत्न सकिन्छ दिउँसोभरि खाए पनि पचाउन सकिन्छ हैन दिउँसोभरि खेले पनि पचाउन सकिन्छ दिउँसोभरि पढे पनि पचाउन सकिन्छ त्यो हुँदाखेरि त्यो कुरा चाहिँ आफूले गर्ने हो म कस्तो बन्छु भनेर आफैले परिकल्पना पनि गर्ने र आफैले मेहनत पनि गर्ने है त अनि नजाने कुराहरू खेल क्षेत्रमा छ भने मलाई सोध्ने म यहाँको अभिभावक जस्तो पनि हो तिमीहरूको लागि त्यही भएर म आछु मैले झापा जिल्लाबाट 20-21 वर्षको पछि म पहाड छिरेको छु नत्र म खेल्ने कुद्ने भनेको पहाड भए पनि औसतमा हो सबै म तराईमा बस्ने भएको हुँदाखेरि यो मेरो आफ्नै ठाउँ भएको हिसाबले पनि यहाँको खेलाडीहरूसँग हैन औपचारिक रूपमा पनि भेटघाट गरौँ भनेर पनि म यो जागिर खाँदैछु विशेष गरेर त जागिर खान मलाई ठुलो कुरा थिएन तर म यही ठाउँमा हुर्केको मान्छे हो म पनि यहीँ सिङ्गन तान्दै सिक्दै लड्दै पढ्दै आएको मान्छे हो त्यो हुँदा पनि मैले यहाँ पनि केही मेरो लगानी हुनुपर्छ देन हुनुपर्छ जस्तो लागेर म यहाँ छिरेको खासमा नत्र मलाई झापै रमाइलो थियो हैन तर मैले गाउँ बिर्सिया छैन यहाँको भूगोलहरू बिर्सिया छैन म त त्यो उयो मेरो घर त्यतै हो त्यहाँबाट यो खेबाङ कट्यो भने चाहिँ म ठ्याक्कै बुढो भइसक्छु होला हिँड्दै आउँदा भनेर कल्पना गरी हिँडेको ठाउँहरू हो हैन तसर्थ हामीले सङ्घर्ष गर्दै जाँदा कति ठुलो रहेछ कहाँ पुगिने रहेछ भन्ने कुरा पनि छ सबैले राम्रो गर्ने राष्ट्रपतिमा धमक्का पिट्नुपर्छ सबै स्कुललाई मेरो शुभकामना छ म जहिले त्यही भन्छु मेरो सबै खेलाडीहरू मेरो चेला हो हैन जहाँ पुग्यो जति सफलता पुग्दै जान्छ म त्यति खुसी हुने हो मेरो चाहिँ त्यस्तो बानी छ हैन मलाई नै जितेर हैन कति कुराहरू गर्यो झन् राम्रो हो त्यो कुरा मैले सिकाएको नानीहरू अहिले कसै आर्मी भएको छ कसै पुलिस भएको छ कसै सशस्त्र भएको छ हैन कसैले तिनेर जागिर पाएको छ क्या कोचिङ यस्तै म जस्तै सिकाउने भएको छ हैन त्यो देख्दा चाहिँ खुसी लाग्छ क्या अनि कोही मान्छे गजडिया पनि भएको छ त्यहाँ चाहिँ दुःख लाग्छ फेरि कोही मान्छे ल्याङफ्याङे त्यस्तो नहोस् जिन्दगी भनेको सधैँ आइराख्ने चिज होइन नि त त्यो हुँदाखेरि हामीले रमाइलो पनि गर्ने बेला विकास गर्ने बेला पनि यो है म चाहिँ त्यो भन्न चाहन्छु
अहिले जेसुकै खाने जेसुकै बोल्ने हैन समाजमा एक खालको नराम्रो भाइब्स जाने खालको गर्ने समय होइन तिमीहरूको अहिले भनेको चाहिँ लाइनमा हिँड्ने घर परिवारलाई पनि त्यतिकै मनाउनु पर्छ हैन समाजलाई पनि त्यतिकै मनाउनु पर्छ गुरुहरूलाई पनि त्यतिकै मनाउनु पर्छ आहा भन्ने बनाउनु पर्छ क्या त्यो काम गर्ने जहिले पनि त्यसो गर्यो भने सबैले माया गर्छ उटपट्याङ भयो यही उमेरमा भने चाहिँ समस्या हुन्छ अब खाने बेला भनेको चाहिँ 40-45 पुगेपछि ल हाइरिल्यास एक खालको त्यो फरक कुरा हो तिमीहरू चुरोट खान्छौ घुड्का खान्छौ झाडसी खान्छौ रातभरि मेलामा कुद्छौ त्यो छोडिदेऊ अहिलेलाई अहिले भनेको चाहिँ आफू कसरी राम्रो बन्ने त्यतातिर जानुपर्छ है त टिम अरू केही छ भन्नु मलाई जहाँसम्म लाग्छ यहाँको तालिम पनि उत्साहजनक भयो म चाहिँ खुसी छु केटीहरूको हकमा त धेरै डेभलप गरेको लाग्छ यो रफ्तारमा गयो यो टिम भने चाहिँ धेरै राम्रो हुन्छ तिमीहरूलाई त मैले स्पाइक हान्न सिकाएकै छैन हैन अरू केहरू अझ धेरै छ नि त्योहरू सिकाएको छैन केटाहरूलाई पनि धेरै गराउन बाँकी छ हल्का ब्लकहरू सिकाइयो भनेको यो कोर्स अस्ति मैले भनेको थिएँ नि झट्ट एउटा भलिबल खेल्नु चाहिँ केही पनि छैन तर धेरै छ यहाँ कोर्स यहाँभित्र कोर्स धेरै छ यो कोर्स भनेको चाहिँ 6 महिना वर्ष दिन गरेपछि कम्प्लिट मात्रै हुने हो अनि त्यहाँबाट बिस्तारै पर्फेक्ट हुने हो म पनि भलिबल खेलाडी हो तर मैले सानोदेखि सङ्घर्ष गरे पनि मेरो 4-5 वर्ष भनेको तालिममा बितेको ज्यान हो क्या यो भनेको म सिकेँ मात्रै क्या त्यतिखेर म खतरा भएन अनि बिस्तारै आफूले ग्रो गर्दै निरन्तर तालिमले चाहिँ हामी शिखरमा पुग्छौँ यो कुरा चाहिँ याद राख्ने जहिले पनि इन्डिभिजुअल गर्न सक्ने हुन्छौ कि अब त भइसक्यो आफै पनि गर्ने आफै मेहनत गर्ने हो कसैले तिमीहरूलाई लगेर माथि राख्दिदैन आफूले मेहनत गरेर राम्रो पर्फर्मेन्स भएपछि फेरि अनि अरूले दोहोऱ्याउन थाल्छ क्या अनि झन् मजा आउँछ अरूले हैन खाने बस्ने गरिदिन्छ कसैले बोलाउँछ अनि त्यहाँदेखि बिस्तारै ग्रो हुन्छ त्यस पछाडि हामी त्यहाँ खेल्न टिममा घुलमिल मात्रै हुन जान्दछौँ च्याम्पियन कसरी बन्ने त इन्डिभिजुअल कसरी पाउने त पाउन थालेपछि बिस्तारै पाउन थालेपछि त्यहाँबाट हौसला हुँदै 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 त्यो अटोमेटिक स्थापित हुने हो क्या राम्रो भइसकेपछि उसले अटोमेटिक राम्रो खेल्नुपर्छ अनि राम्रो भएपछि चाहिँ सबैले राम्रो छस् भनेपछि हामी त उचालिन्छौँ नि माथि अनि हामी चाहिँ राम्रो बन्छौँ क्या तर त्यो झट्ट एकैताल हुँदैन क्या एकैताल झट्ट हुँदैन र एकैताल स्टार भइँदैन एकैताल राम्रो भइँदैन हरेक सङ्घर्ष हुन्छ त्यो सङ्घर्षलाई पचाउँदै पचाउँदै लाने हो सबैभन्दा धेरै तिमीहरूले गर्नुपर्ने त्यो अरू कुरा साथीभाइसँग धेरै मिल्नुपर्छ जो मान्छे धेरै मिल्न सक्छ त्यो मान्छेलाई धेरैले मन पराउँछ अनि उसले लाइन छोड्दैन क्या नराम्रो हुनै सकिँदैन नि अरे फल्ना मान्छे कति इमान्दार भनेर तिमीहरूलाई 50 जनाले भन्यो भने नि तिमीहरू अटोमेटिक मैले गलत गरिरहेछ ए यो त होइन रहेछ भनेर सतर्क भइहालिन्छ क्या त्यो भनेको चाहिँ हौसला हो त्यो भनेको चाहिँ अरूको माया हो सबैभन्दा धेरै आफू मै हुँ भन्नुभन्दा पनि अरूले माया गरोस् त्यो मायाबाट चाहिँ हामी माथि पुगिन्छ है त ल आज हामी अब केटीहरू बल ल्याएर होइन केटीहरू सबै जाने तलै पुग्ने अनि बल लिएर आउने होइन कुर्सी नल्याउने बल मात्रै ल्याउने केटाहरू यहाँ ट्रेनिङ गर्छ तिमी सबै पुग्ने नि तल पुगेन भएर म चन्द्र सरले सोच्छु त्यहीँ छ होइन अनि त्यहाँबाट आउने सबै इमान्दार साथ कुद्दै आउँछ कि हिँड्दै आउँछ कि छिटो आइपुग्ने भनेको 5 मिनट जान 5 मिनट आउन 10 मिनटमा कम्तीमा आइपुग्नुपर्छ ल खुसी हो दिल कि केटाहरूलाई बल ल्याउनु ला तिमीहरू कुद्छौ तर ल ठिक छ समग्रमा राम्रो छ अनि केटाहरू पनि म बसेर पनि खेलेँ नि त यहाँ गेम खेलेँ नि होइन म त लामो समय पछाडि खेलेको हो अब फर्ममा पनि छैन तर पनि खेलेँ हाम्रो टिम पनि राम्रो हो तिमीहरू टिम पनि राम्रो हो तिमी हामी खेल्दै जाँदा फेरि पछि हामी जित्न सक्छौँ नि अझै म फर्ममा आउँछु अझै मेरो दायाँ बायाँ केटाहरू अझै चलाक हुन्छ गाली खान्छ होइन गाली कत्रो खान्छ बलै देख्दैन आँखै देख्दैन भने त गाली खायो नि कुद्नु पर्यो नि त बल ल्याउन सकिँदैन जानिँदैन फरक कुरा हो तर यहाँ बल आयो हेर्दैन कुद्दैन भने त गाली खाइन्छ नि हो यसको बिचबाट जन्मेको म पनि एक हो खेल्दै गर्दाखेरि अब जस्तो गाउँघरमा खेल्दै गर्दा पनि अङ्कलहरू आउने कोहरू दाइहरू आउने निश्चित भाइ भन्दा निस्किने मान्छे म पनि एक हो क्या तर राम्रो भइसकेपछि एक्स्ट्रै नबस्ने प्लेयर पनि म हो क्या आजसम्म मैले कसैको लागि जस्तो सरोज बन्छस् मैले टिममा लगेको छु
भने तिमीलाई मैले म बसेर खेलाएको रेकर्डहरू छ, तर के चाहिँ हो भने म अलिक अरूभन्दा कमजोर भएर एक्स्ट्रा बसेको चाहिँ कम रेकर्ड छ। यस्तो त्यही बिचबाट आएको हो क्या, म पनि त्यही तलैबाट आएको हो होइन। यसरी झन् हामी त तिमीहरू जस्तो यसरी हान्नुपर्छ त्यसरी हान्नुपर्छ पछि बुढो भएर सिक्या हो। मैले राष्ट्रपति कपहरू खेलेको छैन साँच्चै भन्नुपर्दा, धेरैलाई थाहा छैन। मुस्तानले राष्ट्रपति नै खेलेको छैन, वीरेन्द्र सिलहरू नि हुन्छ नि होइन, खेलेको छैन मैले, कहीँ भाग लिएको छैन। एकचोटि ताप्लेजुङ चाहिँ लिन खोजेको पाइनँ मैले। अनि त्यो फेसको मान्छे क्या भनेको मेहनत चाहिँ सबभन्दा ठुलो कुरो, निरन्तरता सबभन्दा ठुलो कुरो लक्ष्यमा पुग्नलाई भन्दा पनि आफूले नसोचेको एचिभहरू पाइन सक्छ क्या। मैले प्रदेशको 10 वर्ष क्याप्टेन गर्छु भनेर मैले त कहिले सपना पनि देखेको थिइनँ, गरेँ त। म चाहिँ यो पूर्वमा चाहिँ कुना काप्चा खेलेर चाहिँ जहिले जित्छु जस्तो कहिले पनि लागेको थिएन, तर साथीभाइसँग मिल्दै 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 भलिबल खेल्दै खेल्दै दार्जिलिङ सिक्किमदेखि लिएर इन्डिया विभिन्न ठाउँदेखि लिएर नेपालको पल्लो छेउ तल माथि हिँड्छु भने कहिले सोचेको थिइनँ साँच्ची, तर गर्दै लाँदा खेल्दै लाँदा भइन्छ क्या। सबभन्दा ठुलो चाहिँ मेहनत र सङ्घर्ष हो, अनुशासनै है, यो कुरालाई बुझ्ने है। मोटिभेसन गर्ने कुराहरू त धेरै छ, अब धेरै गफ लाग्यो भन्छ होला, र मेरो अनुहार हेरेर तिमीहरू के सिक्छ भनेर मैले भने मात्रै हो। मैले तिमीहरूलाई मेरो उको बारेमा भन्नु त्यत्रो जरुरत चाहिँ होइन, तर उत्साह हुन्छ, जोस हुन्छ क्या, अरे अरे भन्ने हुन्छ, त्यही भएर चाहिँ मैले भन्न खोजेँ हो है। त्यो चाहिँ एचिभहरू हुन्छ नि। ल मेडल हान्नुपर्छ यो साल चाहिँ यता केटीहरूले, अनि यता केटाहरू त जहिले हान्दैछौ नि होइन, टच हुँदैछ छैन मेडल केटाहरूको। अनि त्यो भएर राम्रो छ केटाहरू पनि, मलाई जहाँसम्म लाग्छ मैले गरेको सर्भिसहरूमा आनन्द लिइरहेछ अनि कति मजाले लिइरहेछ। यस्तो त गाह्रो हुन्छ नि त, मैले हानेको सर्भिस जेन तेन भए पनि गाह्रै हुन्छ क्या। म आफैले त्यो चाहिँ घमण्ड गरेँ, किन गाह्रो हुन्छ भने मैले त एउटा एक खालको लेभलमा छु नि त म अहिले, तल डाउन पनि छुइनँ माथि पनि छुइनँ। अनि मैले हानेको सर्भिसहरू मैले चेक गरिरहेको छु सबैलाई, ठिकै छ क्या। तिमीले यति गेम राष्ट्रपतिमा देखायो भने सबै खुसी हुन्छ क्या, म पनि खुसी हुन्छु। तर खेल्नु चाहिँ पर्यो, त्यसरी नै खेल्नु पर्यो, झुमेर खेल्ने, झुमेर झुमेर गाउँछ भन्छ नि, झुमेर खेल्ने झुमेर खेल्ने। केटीहरू पनि अझ झुमेर खेल्ने है, झुमेर गेममा बल बिगाड्नु त्यसले गर्दा त्यस्तो होइन। त्यहाँ एउटा कमान्ड हुन्छ, कमान्डले चाहिँ उ गर्ने यताउता गर्ने, उसले सक्ने भए त ल्याइहाल्छ नि, नसकेर नलिएको। तर त्यो कुदेन, अब जस्तो यहाँ छ बल हेरि मात्रै राख्छ भने चाहिँ अन्चे कराउने, कुद्न हो भन्न सक्यो क्या, जान त्यहाँ गर्न यहाँ गर्न भन्न सक्यो, हेर्ने हारेको भन्ने भन्दा पनि त्योतिर ध्यान दिने होइन। अझै मिलेर खेल्नुपर्छ है केटीहरू, अझ फुटेर होइन नि। त्यसरी भन्दै खेल्यो भने त उताको त अनि स्वाद पाउँछ, त्यति जितिहाल्छ नि। तिमी झगडा गर्न थाल्छौ यता होइन, उताबाट ड्याङ ड्याङ हान्न थाल्छ मिलेर, अनि जितिहाल्यो नि। भरे हार्दा चाहिँ को हार्छ त, गाली गर्ने र गाली खाने मात्रै त हार्दैन त, टिम हार्छ। म हार्छु, मेरो टिम हार्छ, अनि मेरो स्कुल हार्छ, अनि यो तेल्लो हार्छ भने जस्तो कन्सेप्ट लिएर खेल्ने हो क्या। अनि पो जितिन्छ त, मन तन धन मन त्यहीँ लाउने हो क्या। एकछिन त हो, एकछिन हो, डेस्कटप थियो गेम हुन्छ त्यतिन्जेल चाहिँ के गरेर हुन्छ, घुँडा धसेर हुन्छ, त्यहीँ मात्रै ध्यान दिनुपर्छ क्या। त्यही भएर मैले अस्ति भनेको छु बौला जस्तो गरेर खेल्ने क्या, भित्र चाहिँ कसैले भनेको नसुन्ने। कोच, टिम लिडर, आफ्नो साथीहरू भइहाल्यो, बाहिर अडियन्सले जे भन्छ नि, उतापट्टिको अडियन्स आएर ए आउट भनिरहेको हुन्छ, राइट भनिरहेको हुन्छ, नले भनिरहेको हुन्छ, त्यता सुन्ने होइन। कोच कोच छ भने कोच, नत्र क्याप्टेन हुन्छ, अनि टिम, त्यति हो मिल्ने। अनि जहिले सल्लाह गर्नुपर्छ, नेटभित्र छिर्ने बित्तिकै अगाडिको लाइनले फ्रन्ट लाइनले त्यही, अनि ब्याकमा रहने पछाडिकोले त्यही, अनि त्यहाँभित्र कमान्ड हुन्छ क्या क्याप्टेन, अनि त्यसले भन्छ त यहाँ बस त यहाँ बस त यहाँ गर, यो गर त्यो गर, त्यसले त्यहाँ ब्लक गर, त्यहाँ ब्लक छ, त्यहाँ दुईटा स्पेक छ, त्यहाँ सर्भिस गर्छ, त्यसको सर्भिस यहाँ छ, त्यसलाई अब आफ्नै कमजोर छ यता च्याप अलिकति त्यसरी हो, सर्भिस गर्दा पनि त्यहाँ गर यहाँ गर यताउता, त्यो क्याप्टेनले भन्छ होइन। अनि पोजिसनको बारेमा आफैले टक्क टक्क गर्ने सबै क्याप्टेनले ह्यान्डलिङ गर्नुपर्छ क्या। क्याप्टेन भने चाहिँ कस्तो हो नि, भलिबलमा कोचले रेफ्रीसँग खास बोल्न पाउँदैन क्या। क्याप्टेनको जिम्मेवारी त्यस्तो हुन्छ, क्याप्टेन गरेर बोल्ने हो, के भयो कसो भयो, कता हो पोजिसन हाम्रो, टाइम आउट पनि लिँदै गर्नुपर्छ। कोच छ भने कोचलाई टाइम आउट लिनु भन्दै गर्नुपर्छ, दिमाग यति खेलाउनुपर्छ क्याप्टेनको, उता के भइरहेछ। अनि क्याप्टेनले टाइममा ल्याउने, टाइममा कुदाउने। क्याप्टेन भनेको चाहिँ कुखुरा माउहरू हुन्छ नि, चल्ला डुलाउँछ नि, त्यस्तै हो।
उसलाई कतिको न्यानो बनाउने हैन, उसलाई कतिको टाइम टेबलमा खाना खुवाउने, कतिको टाइम टेबलमा त्यसलाई रेस्ट गराउने सबै हुन्छ। अनि अब मैले के खाँदैछु, मैले के खाएर अब